विभिन्न कारणवश यो भिडियो ढिलो अपलोड भएकोमा यहाँहरूप्रति क्षमा चाहन्छु। यही हो हामी हिजो बेलुका साँझ अँध्यारोमा हिँडेको बाटोहरू। अब उज्यालोमा कस्तो देखिन्छ यो बाटोहरू, अब यो ठाउँहरू कस्तो देखिन्छ, हामी सँगै लागौँ है त। ल म चाहिँ अब त्यहाँबाट त्यो भ्यू टावरमा जान्छु हैन। भ्यू टावरमा गएर त्यसपछि तल तल डाँडाहरूतिर घुम्ने सोचिरहेको छु है। म चाहिँ स्टिल उक्लिँदैछु है। यो चाहिँ मानुङकोट आउने बाटोहरू है। आज चाहिँ बादल राम्रोसँग लागिरहेको छैन रे है, नत्र माथि नै हुन्थ्यो अरे अझै बादल। केही मानिसहरू तलदेखि हिँड्दै आउनु भएको देख्न सकिन्छ। सायद यो माथि भएको होमस्टेहरूमा होटलहरूमा चाहिँ रुम पाउनु भएन कि सायद त्यो पनि हुन सक्छ है। किन भन्दा यहाँ चाहिँ अलिकति टाइममा आइपुगेन भने रुम पाउन गाह्रो हुन्छ। किन भन्दा लिमिटेड होमस्टेहरू होटलहरू छ यहाँ चाहिँ। त्यो त भन्छ है बादलहरू। नागढुङ्गा अरे यार, जस्ट किडिङ है। ल दुर्गा माताको सबैलाई आशीर्वाद छ है। यस पहिला चाहिँ यो मन्दिर होला है पुरानो, त्यसपछि अहिले सारेर चाहिँ उता नयाँ बनाउनु भएको रहेछ पक्कै पनि। ल तपाईहरुलाई जाडो भएको छ भने यहाँ आगो ताप्न पनि व्यवस्था छ है, आगोको पनि व्यवस्था छ। आगो ताप्दै यहाँबाट देखिने भ्यूहरू हेर्दै गर्न सक्नुहुन्छ तपाईहरुले। म चाहिँ त्यहाँ तलसम्म जाने हो, जाँदैछु है। फोहोरहरू एकदम रहेछ है, बोतलहरू। ल यो चाहिँ एकदम रिस्की छ है गाइज, तपाईहरु आउँदाखेरि अलि ध्यान दिनु होला, भिरको नजिक नजानु होला धेरै। पहिला पनि आइसक्नु भएको मान्छेहरूले अनि प्लस अनि यहाँको स्थानीय बासिन्दाहरूले के भन्नुभएको छ भने पहिला बादल अझै माथिसम्म हैन
अझै गाडा होइन, यहाँ तलको केही पनि देखिन्थेन अरे है। अनि आज चाहिँ त्यस्तो बादल लागिरहेको छैन भन्नुभएको छ है। त्यो सनराइज चाहिँ हेर्न पाएँ मैले, त्यस्तो बादलहरू चाहिँ राम्रोसँग हेर्न पाइनँ। एनिवे है, जस्तो भयो भने अब तपाईँहरूलाई देखाउने कोसिस गर्दैछु। म चाहिँ भरपुर कोसिस गर्दैछु है। ल अब म चाहिँ फेरि माथि गएर फेरि अर्को भ्यू टावरबाट तल जाने हो भनेर सोचिरहेको छु। मानुङ डाँडा बादलमाथिको संसार। चिया कफी पनि खान पाइयो। यो मेरो सिपी हो। ओहो, फेरि अरू पनि सामान लान्छ है किबोर्डहरू माउसहरू। होटेलमा हाम्रो छोड्नु त किबोर्ड माउस किको लागि सुवास कति आउँछ हो? त्यो फेरि आज गाउँ जाने हिँडेर जाने हो। मानुङ डाँडाको सबैभन्दा भनौँ न भाइरल भएको ठाउँ यही हो है। म चाहिँ लगभग पुगिसकेँ है, लगभग पुगिसकेँ भन्दा पनि पुगेँ भनौँ न है। फोहोर मैलाहरू यसरी फालिएको रहेछ। कृपया यस्तो चाहिँ नगर्नु होला। कहाँ अब त्यस्तै सम्बन्धित जग्गाहरू भेट्नुहुन्छ त्यहीँ फ्याँक्नु होला। यो हाम्रो ठाउँ, हाम्रो गाउँ, हाम्रो बस्तीहरू भनेको हामी आफैले बनाउने हो। ल भाइरल ठाउँहरू यही नै हो है। दिने भनेको चस्मा यता बस्छ खिच्यो जाँड राम्रो हुन्छ त्यहीबाट खिच्ने हो कि झन् बनाइदिनु मानुङकोट अर्थात् मानुङ डाँडा सम्बन्धी अवगत मानिसहरू सायद विरलै होलान्। कोही प्रत्यक्ष रूपमा जानकार छन् त कोही अप्रत्यक्ष रूपमा
सामाजिक सञ्जाल मार्फत पनि जानकार छन् भने केही व्यक्तिहरू नामै थाहा नभएको तर बादलै बादल देखिने भाइरल डाँडा भनेर पनि बुझ्ने तथा चिन्ने गरेको पाइन्छ। वास्तवमा मानुङ डाँडा यस गण्डकी प्रदेशमा मात्र नभई समग्र नेपालकै प्रख्यात पर्यटकीय स्थलको रूपमा चिनिँदै आएको छ, जहाँ सयौंको सङ्ख्यामा आन्तरिक पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ भने पछिल्लो समयमा बाहिरी पर्यटकहरू पनि देखिन थालेका छन्। यहाँबाट सनराइज तथा बादलमाथिको फरक संसार आँखै अगाडि निहाल्न सकिन्छ तथा टाढा टाढाबाट देखिने मनमोहक डाँडापाखा, खोलानाला अनि ती फाँट गाउँ बस्तीहरू टहल्न पाउँदा मनभित्रैदेखि फुरुङ्गै हुने गर्दछ। छेउमा जानुहुन्न है भाइ। म चाहिँ स्टिल हिँड्दैछु है। त्यहाँनिर चौतारा छ, चौतारामा गएर त्यसपछि त्यति हल्का भिडियोहरू बनाएर अनि फेरि यहाँबाट बाटो छ है, यो सिमलको रुखनिरबाट त्यहाँबाट माथि उक्लेर त्यहाँ यो धरारा भएको ठाउँमा चाहिँ जानुपर्ने छ मलाई चाहिँ। ल म चाहिँ चौतारामा आइपुगेको छु है। स्वामीको रुख हो यो चाहिँ। त्यहाँ फेरि पिपलको रुख छ है, सब झाडी छ। चौतारा चाहिँ बस्ने लायकको छैन भनौँ न। त्यहाँ माथि चाहिँ भनौँ न टपमा चाहिँ जङ्गल जस्तो छ। यही नै हो पाटनदेखि देखिएको जङ्गल जस्तो डाँडामा। ल म चाहिँ अब फर्किन्छु है। कति बज्यो अहिले? 9।
अब चाहिँ म फर्किने हो। मलाई कहाँनिर पुग्न छ भन्दाखेरि ट्याक्कै यो सेतो यो धरहरा जस्तो धरहराको टुप्पो मात्रै देखेको छ है, त्यहाँ जानुपर्ने छ मलाई। म चाहिँ उतै लगभग भनौँ न घरसम्म चाहिँ पुगिसकेको थिएँ है। अनि फेरि होइन यताबाट जान्छु भनेर डिसाइड गरेर चाहिँ यो बाटो आएको छु होइन। बाटो त छैन होइन, तैपनि यहाँ चाहिँ पिकनिक खाएको जस्तो ठाउँ छ। आई थिङ्क यता कताबाट छ होला बाटो, हुनुपर्ने हो। अब म चाहिँ यताबाट जाने भनेर त आएँ, बाटो देखिदिएन। र म चाहिँ यस्तो बाटो चाहिँ आएँ होइन, यस्तो ठाउँ छ, बाटो छैन भनौँ न होइन। बाटो छैन, ठाउँहरू यस्तो छ डडेल लाएर। त्यहाँ मुनि जाऊँ भने अब सब झाडी छ होइन, त्यस आउन मात्रै भयो। फेरि त्यही बाटो गएर उपर एउटा सिमलको रुख छ, अनि त्यहाँबाट माथि ठडिन्छु म चाहिँ। जस हल्का दुःख पाइयो भनौँ न, हल्का हिँड्नु पर्यो। नो प्रब्लम होइन। ल गाइज है, म चाहिँ अब रुमतर्फको बाटो तताउँदैछु है। सिमलको रुख हो है, मजाले फुलिरहेछ। चराहरू पनि इन्जोय गरिरहेछ सिमलको रुखमा भएको त्यो फुलको रस खाँदै है। फुल हो है, सिमलको फुल यस्तो हुन्छ। यसमा अब एउटा दाना जस्तो पनि आउँछ है पछि, अनि त्यसपछि दानाभन्दा भित्र चाहिँ अब भनौँ न कपासको जस्तो भुवा पनि हुन्छ है। अब त्यो भुवाबाट चाहिँ सिरानीहरू धागोहरू त्यस्तो बनाउन मिल्छ भन्ने सुनेको थिएँ मैले है। जस अब त्यसको खेती गर्न सक्यो भनेर अनि त्यसबाट केही कुराहरू उत्पादन गर्न सक्यो भने एकदमै राम्रो है। कपासकोबाट चाहिँ नेपालमा पनि बन्छ है, तर सिमलको भुवाबाट त बन्दैन होला। नेपालमा त थाहा छैन, नेपालमा त त्यति मान्छेले वास्ता नै गर्दैन होला है। यसलाई चाहिँ खर भन्छ है। योबाट चाहिँ पहिला पहिला मान्छेहरूले घर छाउने भनौँ न टिनहरू नआउँदाखेरि, जस्ता पाताहरू नहुँदाखेरि यसले चाहिँ घरहरू छाउने गरिन्थ्यो है। यसले अब अर्को फेरि ढुङ्गा हुन्छ, ढुङ्गाले पहिला पहिला खर पाउने ठाउँमा खरले पनि गर्थे मान्छेहरूले। आजकल चाहिँ कि अब ढलान हुन्छ कि टिनले छाउने चलन छ है। यो रुख पनि अब यसको एक मौसममा चाहिँ यसले पनि फुल फुल्छ है, काँडा हुन्छ यसमा। अहिले चाहिँ कोपिलाहरू लगाइरहेछ।
ओके अब भनौँ न अब 1 महिना 2-3 हप्ता त्यस्तोको भित्र चाहिँ यसले पनि फुल खेल्न सुरु गर्छ होला सायद। म चाहिँ उकालो उक्लिँदैछु अझै पनि। ल यो चाहिँ सिस्नु हो है। यहाँ फेरि यस्तो खालको फुल छ, जङ्गली फुल तपाईहरुको लागि। यो चाहिँ अम्ला ठाउँमा किन्नुपर्छ है। यहाँ चाहिँ झरेर खेर गइरहेछ। ल म चाहिँ आइपुगेँ। ल यो चाहिँ हामी बसेको होमस्टे हो है। यो चाहिँ पुरानो स्कुल होला सायद। मैले सुने अनुसार चाहिँ यो चाहिँ भनौँ न बर्खामा चाहिँ पानी पर्ने क्रममा चाहिँ यो टिनबाट गएर भित्र जम्मा गरेर अनि त्यो पानी चाहिँ भनौँ न जम्मा गरेर हिउँदको बेलामा पानी नभएको बेलामा चाहिँ यो पानी युज गर्ने गरिन्छ अरे यहाँ चाहिँ। यो पनि होमस्टे जस्तो छ। अहिले चाहिँ अफ सिजन भएर होला, नचल्ने भएर होला सायद, बन्द भएको होला। ल बनधनिया भनेको यो नै हो है। यहाँ पनि छ सानो, उता पनि छ। यो पनि बनधनिया नै हो। यो चाहिँ सागको फुल हो है। के साग हो खै, तोरी पनि हैन है तर। कस्तो मिलेको डाँडाको दुईटा क्या, अब सेम सेपमा क्या। डाँडा काँडा त कति हो।
सयौँभन्दा धेरै डाँडाहरू देखिन्छ यहाँबाट है। ऊ पर एउटा खै अब म जुम गर्छु यता देखिन्छ देखिन्न हल्का देखिँदैन कस्तो कि डाँडामा कस्तो यो रोड रहेछ क्या अब बाटो गएको रहेछ त्यो डाँडामा अझै जुम गर्छु है त म डाँडामा बाटो गइरहेको रहेछ है आँखाले हेर्दा चाहिँ कस्तो दामी देखिरहेको छ है मोबाइलमा जुम गरेर खिच्दाखेरि कस्तो आएको छ थाहा छैन ल सबै खेतहरू बाँझो जस्तो छ हेर्दाखेरि त्यही त हो नि अब नेपालमा जताततै अब खेती गर्न छोडे मान्छेहरूले है यस मकै चाहिँ रोपेको रहेछ क्या अरे तलको चाहिँ बाँझो होला सायद एनिवे म चाहिँ यो भनौँ न यो रुखको छेउमा जानेछु त्यहाँबाट के देखिन्छ है त हेरौँ उतापट्टिको डाँडाहरू भिरपाखाहरू है अघि नै मैले भनेको जङ्गल यो हो भनौँ पहाडको टपमा छ जङ्गल यो चाहिँ अनि बाटो भएको चाहिँ यो हो यो बाटो यो देखेको चाहिँ बाटो हो है ऊ पारी पहाडमा कस्तो राम्रो देखिरहेको तल देखिएको चाहिँ दमौली बजार हो मानुङ भ्यू टावर है यो चाहिँ अनि हाम्रो गोर्खाली दाइ चाहिँ यहाँ पनि पुग्नु भएको रहेछ है एकजना चाहिँ यहाँ हुनुहुन्छ हाम्रो गोर्खाली दाइ अर्को गोर्खाली दाइ चाहिँ यहाँ हुनुहुन्छ है हाम्रो गोर्खाली दाइहरू ल हाम्रो मनुङ डाँडाको यात्रा यति नै है गाइज भिडियोहरू हेर्दै गर्नु होला ओके किप वाचिङ यो चाहिँ माथिको फाट भयो होइन यिनीहरू है अनि यो देखिने चाहिँ खै अर्को दुईटा खोला रहेछ डाँडा माथिको गाउँ बस्तीहरू त्यहाँबाट देखिने टाढा टाढासम्मको रमणीय दृश्यहरू अनि ती होमस्टेहरूमा बजिरहेको सङ्गीतले बनाएको बेग्लै माहौल छाडेर जान मनले नमाने पनि समयले भने अर्को गन्तव्यतर्फ बिस्तारै डोहोर्याउँदै गए।